प्रधानमन्त्री एकचोटि बालनलाई दिउँ, गृहमन्त्री हर्क सम्मानलाई बनाइदिउँ है। अनि तपाईको चाहिँ यो अर्थमन्त्री एकचोटि हाम्रो धनगढीको मेयरलाई बनाइदिउँ है। 3-4 जना पात्रहरू अरू मिसिँदै हुन्छ के। त्यसो हो भने साँच्चीकै हर्क सम्मानको क्यारेक्टर के हो सबै थाहा छ नि तपाईहरुले। फिजिक्कै केही देख्न सक्छ उहाँले। कारम कुरुम सोरेर भाइ कारबाही गर, म जान्दिन, अरू केही जान्दिन। एक खालको मान्छे एकचोटि कस्तो छ भने विवेक पनि भएको, बुद्धि पनि भएको, तर आडे टाइपको क्या। विवेक पनि भएको, बुद्धि पनि भएको, तर किमजोङ टाइपको क्या। नसुन्ने के, डोनाल्ड ट्रम्प टाइपको। नसुन्ने के, आफन्त अर्का कुरा नसुन्ने। यो यसले खाएको हो, कति खाएको पैसा, ल यसलाई भुल्दे। यो तर मामाको छोरा परेछ अरे के, काकाको छोरा खाने बेलामा खाने, अनि काकाको मामाको छोरा भन्ने हाल्दै। यो चाहिँ को हो? हर्क सम्मान। कालोलाई कालो, सेतोलाई सेतो। गुड। यो खालको गृहमन्त्री यो देशमा चाहियो हर्क सम्मान जस्तो। प्रधानमन्त्री चाहिँ बालेन जस्तो भइदियो भने को बाहिर होला? अब यसो सोच्नुस् त। यत्रो काम गरेको मान्छेले साँच्चीकै तपाईको प्रधानमन्त्री गरे एकचोटि भेट्नु आफै जानुपर्छ। प्रधानमन्त्री भेट्न जानुपर्छ, आफै जानुपर्छ धरानमा। के कुरा गर्नु भएको? कसम त्यत्रो श्रमदान गरेर उहाँले बनाइदिएको चिजमा सबैभन्दा श्रम पिता साँच्चीकै यो देश बनाउँछ, हर्क सम्मान जस्तो मान्छेले अब बनाउँछ भनेर जानुपर्ने मान्छेमा उहाँलाई त कति गाह्रो भयो भने कसम से यत्रो 34-35 वर्ष बिगार राखेको यो देश साँच्चीकै यो केटा आएर अब बनाउँदैछ। यो केटाले आएर अब चाहिँ साँच्चीकै श्रमदान गरेर यो देशलाई त्यसले काम पो गरेर देखाउन थाल्यो। बर्बाद भयो भनेर कुनामा लुकेर बसेछ। कहाँ जान्छ त्यहाँ? जाँदै दोकान बन्द भयो, दोकान सर्लकै बन्द भयो।